हेलो साथीहरू, नमस्ते अनि गुड मर्निङ। ल आज चाहिँ मैले तपाईँहरूसँग के लिएर आएको छु ल हेर्नुहोस् है। मैले चाहिँ चिकन विङ्स अनि बिग लेग पिस चाहिँ लिएर आज ओभनमा हालेर पकाएर खाने विचार गरेको छु है। त्यही भएर चाहिँ मैले चिकन विङ्स र लेग पिस लिएर चाहिँ मैले सबै कुरा हालेर म्यारिनेट गरेँ। त्यसपछि चाहिँ मैले अब यो 2 घन्टासम्म चाहिँ फ्रिजमा राखेर छोड्दैछु होइन। अनि त्यसपछि 2 घन्टा भइसकेपछि चाहिँ मैले ओभनमा हालेर यहाँ पकाउन लगाएको छु है। अनि ल यो अब पकाएको पनि हेरिहाल्नुहोस्। ल मजाले पाकिरहेछ यहाँ, ल पाक्दैछ। अब यो चाहिँ मैले त्यही करिब 40 मिनट को टाइम राखेर पकाएँ होइन। ल मैले यहाँ पकाएर पनि झिकिसकेँ प्लेटमा। अब चाहिँ म यो दही, काँक्रा र मुलाको सलाद, दालमोठ चिउरा राखेर खाँदैछु।